पासपोर्ट रोक्ने के ठानेको छ? यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ? हामी यो सरकारलाई म भन्न चाहन्छु, यो सरकारले मेरा अभिव्यक्तिहरू, मैले बोलेका कुराहरू प्रकाशन गरेर जनताका बीचमा ल्याओस्, अरूको पनि ल्याओस्, उहाँहरूका पनि ल्याओस्। मैले भनेका सम्पूर्ण कुराहरू यो सरकारले हिम्मतका साथ जनताका बीचमा पुर्याओस्, प्रकाशित गरोस् कुराहरू। कर्मचारीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती कुराहरू बाहिर ल्याओस्। प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, ती बाहिर ल्याओस्। अथवा अरू क्षेत्रमा गरिएका कुराहरू रेकर्डेड छन्, बाहिर ल्याओस्। हामीले गरेका कामहरू रेकर्डेड छन्, बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ, हामी कुनै छलछाम गर्दैनौँ। छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढङ्गले अगाडि बढ्छौँ। जुनसुकै कुरामा पनि हाम्रो नीति हो पारदर्शिताको, स्वच्छताको र जनतालाई सेवा सुविधा उपलब्ध गराउने कुरा, शान्ति सुव्यवस्था कायम गर्ने कुरा, कानुनी राज स्थापना गर्ने कुरा हाम्रो नीति हो। त्यही अनुसार हामी चलेका छौँ। म भन्न चाहन्छु सरकारले त्यो गरोस् न त, हामीलाई एक्सपोज गरोस्। सरकारले हामीले भनेका कुराहरू, गरेका कामहरू सारा मन्त्री परिषदका केही निर्णय, ओली सरकारले सिफारिस गरेका या प्रस्ताव गरेका, ओली सरकारले भनेको मैले निर्देशन दिएर कुनै प्रस्ताव आएको हुँदैन, मन्त्रालयले आवश्यकता अनुसार प्रस्ताव ल्याएका हुन्छन्, ती प्रस्ताव क्याबिनेटले हेरेर पास गर्ने हो। के पास गर्यो, के गरेन, के प्रस्ताव आए, के रोक्यो, के अगाडि बढे, कस्तो परिस्थितिमा सरकार चल्यो, के दृष्टिकोण रह्यो, ती सबै कुराहरू सरकारले बाहिर ल्याओस्। म आग्रह गर्न चाहन्छु। भ्रष्टाचार गर्यो भन्ने हल्ला गरेर हुँदैन। कहाँ भ्रष्टाचार गर्यो, केमा कमिसन खायो, केमा घुस खायो, केमा भ्रष्टाचार गर्यो, त्यस प्रकारका कुराहरू अफवाह चलाएर हुँदैन। अहिले म सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने के ठानेको छ? यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ? हामीले यो देश बनाउनु पर्ने छ। फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्था। अहिले तपाईहरुले हेर्नुभएको होला सामाजिक सञ्जालमा केपी ओलीको घर नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाउँ। घर तोकिएको छ, देखाइएको छ। सरकार के हेरेर बसेको छ, के गर्दैछ? अनि सरकारले त्यति बेला सुविधाहरू फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु धाक लगाएर बसेको छ। सरकारका केही कर्तव्य हुन्छन् कि हुँदैनन् म सोध्न चाहन्छु। सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने मौसम पनि सधैँ एकनासका रहँदैन। फेरि वसन्त आउँछ।